मलाई आज यहाँ पुऱ्याएको त कसले त भन्दाखेरि दर्शक श्रोताको माया हो। मैले नि त्यही किसिमको बिहेभ गरिरहेको हुन्छु, म त्यही किसिमले दुःख गरेर गइरहेको हुन्छु नि उहाँले, अनि त्यो भएको हुनाले नि मलाई माया गर्नुहुन्छ जस्तो लाग्छ। त्यही भएर मलाई एटिट्युड देखाउन मन लाग्दैन कि दर्शक श्रोताहरूसँग चाहिँ हम्बल हुन मन लाग्छ, फ्यानहरूसँग गल मार्नु मन लाग्छ, फ्यानको घरमा गएर चाहिँ अबरचट गरेर खाइदिनु मन लाग्छ। अस्ति म झापामा गएको, मलाई त्यहाँको चटपटी यहाँ खतरा राम्रो हो भनिसकेपछि जाउँ न त गएर खाइदिउँ चटपटे, नरम ठाउँ गएर चटपटे खायो। ऊ भाइ पुरा लग कामिरहेको थियो, तपाईँ दाइ तपाईँ नै हो भने भाइ तिमी हामी मान्छे हो, एउटा मेरो काम फरक हो, तिम्रो काम फरक हो, म काममा होला, म स्टार होला काममा, तर हामी अरू टाइममा चाहिँ हामी जस्तै नर्मल मान्छे हो, व्यक्ति हो। यो भयो भने चाहिँ सधैँभरि अडियन्सको सधैँभरि दर्शक श्रोताको यहाँ बस्न सकिन्छ कि। यहाँ बसेको त कहिले जान्छ थाहै हुँदैन कि। अर्को राम्रो तरिका क्रिएसन गर्ने मान्छे आयो भने त्यो योभन्दा यो राम्रो हो भन्नुहुन्छ होइन, यहाँ बस्यो भने चाहिँ कहिले पनि राम्रो।